म चाहिँ अब खानासाना खाएँ, खानासाना खाइसकेर ड्युटी लागेँ होइन। हाम्रो मेसहरूले यही हो। अब काम त गर्नै पऱ्यो, जहाँ भयो पनि जानै पऱ्यो होइन। तर अब दिउँसोको घाम अनि यस्तो दिउँसोको घाममा पनि काम गर्न जानु परेछ है। मान्छे विदेश भन्न मान्छे सजिलो भन्छ नि, विदेशमा सजिलो कहाँ छ यार। विदेशमा सजिलो भनेको काम गरुन्जेल गदाले जस्तो काम गर्ने होइन। छुट्टीको दिन मोबाइल चलाउने बस्ने त्यही पाइन्छ, त्यति पाइन्छ भनेर मात्रै हो विदेश होइन। होइन भने चाहिँ विदेश काम छैन, मरुन्जेल काम गर्ने हो। ल म पनि पुगेँ है, मरुन्जेल काम गर्ने हो। फुर्सदको समय भनेको मोबाइल चलाउनु पाइन्छ मस्तसँगले। नेपालमा मोबाइल चलाउनु पाएको छैन भने, घरमा किङ छ भने विदेश आउँदा हुन्छ। मस्त मोबाइल चलाउनु पाइन्छ होइन। मोबाइल चलाउनु भन्दा न परिवार हुन्छ न कोही हुन्छ, साथीभाइ पनि सबै आफ्नो काममा आफ्नो ध्यानमा। अनि सबैको अब एकछिन परिवारसँग बोल्ने, एकछिन मोबाइल चलाउने सबैको त्यस्तै हुन्छ होइन। त्यो भएकोले पनि मोबाइल चाहिँ धेरै चलाउनु पाइन्छ, चलाउनु पनि पर्छ। मोबाइलै हो परिवार भने पनि, जे भने पनि, साथीभाइ भने पनि। सो सजिलो छैन विदेश भन्नलाई। मान्छे परिवारसँग बस्न पाउनुको आनन्द छुट्टै, घर परिवार साथीभाइ वरिपरि ओहो कति मजा हुन्छ। गाह्रो छ हो गाइस। अनि सबै मोबाइलै हातमा बोकिरहेछन् होइन, यो सबै मोबाइल हातमा बोकिरहेका छन्, त्यस्तै हो।